स्वागत छ हजुरलाई मेरो एक न्यू भिडियोमा। आज चाहिँ केटा होली छ हैन, तर आज हाम्रो प्लान बनिरहेको छ कतै घुम्न जाने, तर कोही आएन। यहाँ बाइक छ, स्कुटी छ, यहाँ बुलेट नि छ, तर केटाहरू रेडी नभएर हामी चाहिँ गएन कतै हैन। अब हेरौँ के हुन्छ। होलीको दिन आज होली जस्तो चाहिँ लागेको छैन है गाइस। चेक गरेर नुहाइदिन चाहिँ के हो जस्तो लागिरहेको हैन। यसले समातिरहेको छ हैन, चप्पलले चुड्यो हैन। अब यसले किनिदिन्छ होला, धनी भएको छोरा यो हैन, किनिदिन्छ हैन, नयाँ किनिदिन्छ गाइस। अब त चिन्दै गर्नु पर्दैन, मलाई पनि भिजाइदिए हैन। बिचरा साइलेन्सर अनि पोटे बुलेटको गाइस। अहिले चाहिँ हामी टक्कलाएर होलीको दिन बाखर जान लाएर छ हैन। त्यसको त्यो नयाँ टिलिक्क टलेर दोहोर्दा आरटिआरमा हैन, मेरो भने युनिकर्नमा हैन। त्यसको खुट्टामा अलिक घाउ भएर त्यो चाहिँ सञ्जीवनी घा हैन, एउटा ब्यान्डेज किन्छ होला हैन। त्यसपछि हामी टक्कलाएर सरर लाएर बाखर जान्छौँ हैन। होलीको दिन अल्छी लाएर बाखर जान लाग्छौँ हामी चाहिँ हैन। टक्क हेर्न सक्नुहुन्छ र्याली हिँड्यो गाइस, हेर्न सक्नुहुन्छ पाहाडमा। पुरै डेन्जर छ गाइस, पुरै कति मान्छेहरू हिँडेर हो, टन्नै मान्छेहरू छ हेर्न सक्नुहुन्छ। अब हामी टक्कलाएर लाग्छौँ यहीँ। डेन्जर छ गाइस मान्छेहरू त, पुरै टन्नै छ मान्छेहरू चाहिँ टन्नै छ गाइस। हुन्छ गाइस 95 टक्कलाएर 98 101। अन्त बढ्दै बढेन गाइस, के गर्ने होला, बढ्दै बढेन के 101 भन्दा त यता पो जानु लागेको थियो केटाहरू। खै गाइस हामी चाहिँ बाखर जानु लागेको थियो, तर केटाहरू यताबाट पो जानु लागेको छ। अब हेरौँ के गर्छ केटाहरूले। गाइस अहिले चाहिँ हामी बाखर जानु लाग्छौँ होइन। टक्कलाएर यताबाट पनि जान मिल्ने रहेछ कि होइन। मलाई चाहिँ थाहा थियो तर बिर्सेको मैले होइन। उता नलगाउ उतै जानुपर्छ बाटो, पहिला चाहिँ गएको चाहिँ छैन, नलगाउसम्म चाहिँ गएको होइन। त्यहाँबाट जान मिल्छ, तर अलि अफरोड छ बाटो होइन। यस्तै छ कि बाटोहरू, पहिला बाटो त राम्रै थियो होइन, धेरै गाडी हिँड्ने गएर यता बाटो पनि नराम्रो, अलि राम्रोसँग नबना भएर बिग्रियो हो कि होइन। तर अलि भोट चाहिँ घन्टीमा हाल्नुपर्छ कि गाइस होइन। जे भए पनि घन्टीले अब नयाँ कुराहरू लिएर आउँछ भन्ने आशा छ होइन। पहिला त फेरि भोट हाल्यो पहिला जस्तै हो होइन, अरूमा आँट्यो भने जस्तो काङ्ग्रेसमा यताउति भयो भने होइन। यो चाहिँ मेरो धारणा है, तपाईँहरू के छ होइन भन्नु होला। मैले त हाल्न अहिले मिल्दैन, अरू वर्ष चाहिँ मिल्छ मैले हाल्न होइन, तर त्यो पनि मैले यता चाहिँ हाल्नु मिल्दैन, म त उतै हो नि त होइन। त्यही भएर तपाईँहरू चाहिँ आफ्नो होइन, जे पनि म जुन देशमा बसिरहेको आफ्नो देश मान्नुपर्छ नि त त्यसले होइन। त्यही भएर भोट चाहिँ घन्टीमा हाल्नुपर्छ है गाइस, अनि मात्रै यस्तो बाटोहरूमा विकास हुन्छ। अब अनि जे भयो नि गाइस, जस्तो भयो अफरोड हान्नलाई त त्यो वन जङ्गल नाम लियो मुतिरहेको मान्छे चाहिँ यतै हेर्नु त। धुलो उठ्छ मान्छेलाई, के हुन्छ जे पनि हुनसक्छ। इमर्जेन्सी सिचुएसन यस्तो बाटोमा सय हान्यो भने के होला मान्छेहरूलाई सोध्नु त गाइस तपाईँहरू होइन। यो बाटोमा सय हान्यो भने के होला, यस्तो बाटोमा सय हान्यो भने त के होला तपाईँहरू सोच्नु न। बाटो त फेरि दामी छ नि गाइस है। गाइस अहिले चाहिँ हामी आफ्नो डेस्टिनेसन पुगिसकेको छौँ, हेर्न सक्नुहुन्छ होइन। उता केटाहरू टक्कै छ, यहाँ चाहिँ हिँडिरहेको छ अगाडि नै होइन। अब टक्क लाएर होइन गएर यस्तो खाने अनि हेरौँ। यहाँ चाहिँ एउटा वाइट र ब्लू खालको हस्की छ, टक्क लाएर त्यहाँ होइन। टक्क लाएर गएर त्यहाँ बस्नुपर्छ होइन, चिसो भइरहेको पुरै यता त। गाइस अहिले चाहिँ हामी फर्किन लाग्छौँ होइन भाखरबाट। हामीले यस्तो टक्क लाएर खाजासाजा खायो होइन, चिसहरू खायो होइन। अब टक्क लाएर हामी घर जान लाग्छौँ होइन। जाडो चाहिँ एकदम माथि छ होइन, तपाईँहरू आउनुभयो भने लुगाहरू टक्क लाएर आउनु होला होइन। म चाहिँ जाडो हुँदैन भनेर नलाएको, यस्तो जाडो भइरहेको छ, सेक्सी जाडो भइरहेको गाइस मलाई होइन। किनभने यहाँ चाहिँ किनले चाहिँ लुगा लगाएँ, मैले चाहिँ नलाएको है, के गर्नु गाइस। अब पुरा यस्तो हानिरहेको छ नि हावाले त फेरि गाइस, यस्तो हानिरहेको छ नि। रुपेश हेर्दा टाइम कति भयो? 5:30 पुग्यो गाइस। अब हेरौँ तल पुग्दा कति बज्छ होइन गाइस, हेरौँ है। ओहो केही गर्न सकिनँ गाइस, केही गर्न सकिनँ। गाइस अहिले हामी चाहिँ टक्क लाएर यहाँ नयाँ बाटोमा आइसकेको छ होइन। आइचर चाहिँ गइरहेको रहेछ होइन। यताबाट चाहिँ केटाहरूले लिएर आइदिएको होइन। केटा चाहिँ टक्क लाएर पछाडि आइरहेको छ होइन।
त्यताबाट काट्नु हुँदैन भन्ने थाहा यार मलाई त्यताबाट काट्न चाहिँ हुँदैन त्यो भने हामीले काटिदिइहाल्यो होइन अब टक्क ल्याएर घर गइन्छ होइन त्यसपछि केटाहरूले माछा पकाउने विचार छ केटाहरूको होइन गाइज अब चाहिँ रुपेश भाइले चलाइरहेको राइड हान्दाखेरि रुपेश भाइले राइड हान्नु मन लाग्यो होइन रुपेश भाइले सिकाउनु पऱ्यो नि त होइन टक्क ल्याएर मेरो चाहिँ पर्सनल ल्याएर फेरि रुपेश भाइ हुन्छ ऊ फेरि टक हानिदिन्छ रुपेश भाइ फेरि टर्को नि उता नि अगाडि केटाहरूले साइड लाइट बाल्यो पिलिक 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 बाल्छ अब ऊ हेर्न सक्नुहुन्छ गाइस टक्कला अब ऊ पिलिक पिलिक बालिहाल्यो नि सोल्टे नि पिलिक पिलिक अर्कोले पनि पिलिक पिलिक ए जसले नि पिलिक पिलिक बाल्ने ए गाइस दामी ल यहाँ ओह्रालो छ है हेरेर बिस्तारै डाउन 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 ल पिलिक पिलिक रुपेश भाइले न्युटनमै लग्यो र टक्क लगाएर अब रुपेश भाइले राइड हान्छ होइन टक्क लगाएर घर पुगिन्छ कि पुगेन थाहा छैन गाइज लगाएन भने तपाईँहरू पुगेन भनेर सोच्नु होला टक्कले आइसकेको छैन मैले लान सकिन्छ कि सकिन्न गाइज ल हेरौँ यस्तो त फेरि यस्तो इजी हो नि गाइज फेरि त यस्तो उकालो यस्तो उकालो त इजी हो नि गाइज फेरि दुईमा लाग्दैन हो नि गाइज तेल सक्यो ओइ पक पक ढका 28 किलोमिटर त्यहाँबाट 28 को माइलेज गाइज अहिले फेरि तेल सकेर पोपट भइसकेको छ आजको सिटी स्टार अच्छा नि हेर्नै म चलाउने रे यसलाई तान्ने कस्तो रहेछ गाडीमा छिक्ने पक्कै धकाल्नुपर्छ अलिकति फुल गर्छु म चाहिँ अब डबल साइलेन्ट बाल इमर्जेन्सी बाल्न त जय गाइज अहिले चाहिँ हामी तेल फुल हाल्न गइरहेको छौँ होइन टक्क लाएर अब फुल हाल्ने हो क्या तेल तेल फुल भइरहेको अब टक्क लाएर हेर्नु कति लिटर हुन्छ हजुर टक्क लाएर कति लिटर जाने रहेछ हेरौँ गाइज यहाँ कति फुल हालिदिनु कति जाँदैछ हुनु पऱ्यो नि 1700 को हालिदिनु ल 1800 छ कि छैन पैसा अब कहाँ जाने अब खै म फिस करी नलिए तैँले कहाँबाट लिने फिस करी हाल्न दिइहाल्छ नि के हाल्ने पैसा
नभए घर केटाहरू बाटा माछा बाटा। पकाएर सक्नुहुन्छ यस्तो माछा यो छ यो छ यो छ अनि यो छ अनि म छु होइन टक्कलाएर यहाँ चाहिँ केटाहरूले माछा पकाएर चाहिँ यहाँ छ होइन हाम्रो के कुक चाहिँ सेफ चाहिँ हो है सेफ ल है गाइस कस्तो यहाँ चाहिँ केटाहरूले पकाएको खाना पाउने भयो कि कस्तो बन्ने रहेछ म तपाईँहरूले त्यसको एक्सपिरियन्स सेयर गर्छु होइन अहिले चाहिँ हामी टक्कलाएर माछा खाँदैछौँ होइन साइडहरू चाहिँ मोबाइल चाहिँ उमेश भाइ देखाएन उमेश भाइले चाहिँ खाएर हटिसक्यो होइन कस्तो भयो माछा भन्दा आइस भाइ हो आइस ठिक छ जोस ठिक छ प्रमोद माछा कस्तो भयो भन्दा ओ प्रमोद ओइ प्रमोद माछा कस्तो भयो भन्दा केटाहरूले के भन्न चाहन्छ भन्न मेरो आइसले कुक गरे हो एकदम कुक गरे